आशुतोष 8 वर्ष भए हुन्छ पछि पढाउन। अहिले स्कुलबाट आएपछि अनि आउने बित्तिकै ऊ त्यहाँ अलिकति पारी ऊ त्यो घरमा खेल्न गएको छ। अहिले धेरै भयो, बच्चालाई धेरै भिडियोहरू बनाउँथेँ। अहिले बाबु ठुलो हुन थालेपछि मैले आफ्नै तालमा भिडियोहरू बनाउन छोडेँ। 8 वर्षको बाबु मेरो आशुतोष त्यो घरमा मान्छेहरू छैनन् र त्यहाँ जो पनि गएर खेल्छन्। त्यही क्रममा बाबु पनि कहिलेकाहीँ खेल्न जान्छ। ल त्यहाँ खेलेको भर्खर अब दिउँसभरि बिहान 7 बजी स्कुल गएर अहिले 6:15 बजी घर आइपुग्दाखेरि नि लुगा खोल्ने बित्तिकै उसलाई त्यहाँ नखेली भएन। र त्यहाँ एउटा यसो धुन्ने ठाउँ छ, फुल इनर्जी दिएर खेलिरहेको छ आशुतोष। भविष्यको कर्णधार ठुलो मान्छे मेरो छोरा आशुतोष। ठुलो सपना बोकेको छु मैले उसमाथि। ऊ एक दिन अब्बल मानिस बन्नेछ, ठुलो मानिस, ज्ञानी मानिस। ऊ नाचिरहेको छ। उसको जीवनमा धेरै बाधा कठिनाइहरू आए पनि उसले जित्नेछ, सङ्घर्ष गर्नेछ, लड्नेछ, फेरि उठ्नेछ मेरो छोरा।